वेलकम टू माई युट्युब च्यानल। साथीहरू, आज मैले मिति 2021 साल 12 महिना 20 गते लोकसेवा आयोगले गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्रीहरू प्रस्तुत गर्दैछु र आजको सामग्रीहरू सुरु गरौँ। विश्व बैंकले सन् 2025 मार्च 24 मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको 3 दशकको आर्थिक वृद्धि दर कति रहेको छ? 4.2%। दक्षिण एसियाका 8 राष्ट्रमध्ये नेपालको आर्थिक वृद्धि दर 6औं स्थानमा रहेको छ। त्यसैगरी 16औं आवधिक योजनाले सन् 2029 सम्म वार्षिक 7.1% को जीडीपी वृद्धिको अनुमान गरेको छ। 2 नम्बरमा रहेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट 2025 का अनुसार विश्वमा सबैभन्दा धेरै खुशी देशको शीर्ष स्थानमा कुन रहेको छ? फिनल्यान्ड। सो प्रतिवेदन अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुशी राष्ट्रको शीर्ष स्थानमा छ भने नेपालको स्थान 92 स्थानमा छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट 2025 अनुसार नेपालको स्थान कति छ? 92 स्थानमा छ भने 24 मा 93 स्थानमा थियो। 10औं राष्ट्रिय खेलकुदको मस्कट के हो? रेड पाण्डा हाभ्रे। 10औं राष्ट्रिय खेलकुदको मस्कट के हो? रेड पाण्डा हाभ्रे। 2081 साल चैत 5 मा लोगो र मस्कट सार्वजनिक गरिएको थियो। लोगोमा कर्णाली नदी, नेपालको झण्डा, 7 प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको छ। दशौं राष्ट्रिय खेलकुद कहिले हुँदैछ भन्दाखेरि 2082 साल जेठ 3 देखि 10 सम्म कर्णाली प्रदेशमा हुने भएको छ। 4 नम्बर प्रश्न यस प्रकार रहेको छ। निक साइमन्स अवार्ड 2024 बाट सम्मानित हुने व्यक्तित्व को हुन्? जनस्वास्थ्य निरीक्षक रबिन थापा। धादिङको ज्वालामुखी गापा ढोला स्वास्थ्य चौकीमा कार्यरत छन्। निक साइमन्स अवार्ड 2024 बाट सम्मानित हुने व्यक्तित्व जनस्वास्थ्य निरीक्षक रबिन थापा। दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? विक्रम सम्वत 2081 साल चैत 7 देखि 8 गते काठमाडौँमा भएको थियो। सन् 2025 मार्च 20 देखि 21 मा भएको थियो। अरु चाहिँ यहाँ तपाईहरुले पढ्न सक्नुहुनेछ। नेपाल कहिलेबाट अल्प विकसित राष्ट्र समूहबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने भएको छ? सन् 2026 बाट। नेपाल चाहिँ अल्प विकसित राष्ट्रबाट विकसित राष्ट्रमा सन् 2026 नोभेम्बरबाट स्तरोन्नति हुने भनिएको छ। 7 नम्बर प्रश्न यस प्रकार रहेको छ। 17औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुन्? उमेश राई। अरु तपाईले यहाँ पढ्न सक्नुहुनेछ। 17औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुन्? उमेश राई। 8 नम्बरमा रहेको छ। भारतको जयपुरमा सम्पन्न सन् 2025 मा 25औं संस्करणको आइफा अवार्डमा सर्वोत्कृष्ट अवार्डको उपाधि जित्न सफल चलचित्र कुन हो? लापता लेडिज। लेडिज चाहिँ लापता भइन्। आइफा अवार्ड जित्न सफल लापता लेडिज। अरु चाहिँ यहाँ तपाईहरुले अध्ययन गर्न सक्नुहुन्छ भिडियो पज गरेर। वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतको निधन कहिले भएको हो? विक्रम सम्वत 2081 साल चैत 9 गते वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतको निधन भएको थियो। प्रश्न नम्बर 10। तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन 2025 को उपाधि विजेता धावक को हुन्? अनिश थापा मगर। प्रश्न नम्बर 11। तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2081 चैत 6 देखि 12। नाट्य महोत्सवमा 12 देशका 100 भन्दा बढी कलाकारहरूले 17 नाटक मञ्चन गरेका थिए। विक्रम सम्वत
12 नम्बर प्रश्न यस प्रकार रहेको छ। विक्रम सम्वत 2081 चैत 7 देखि सञ्चालन भएको एसई परीक्षामा सहभागी हुने परीक्षार्थी संख्या कति रहेको थियो? 5,14,071 परीक्षार्थीले यो वर्षको एसई मा सहभागी हुनुभएको थियो। देशभर 2079 केन्द्र थिए भने जापानमा पनि एउटा केन्द्र राखिएको थियो र टोटल 2080 परीक्षा केन्द्र कायम गरिएका थिए। आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले डिजिटल फाइनान्स इनोभेसन हबको स्थापना कहिले भएको हो? डिजिटल फाइनान्स इनोभेसन हबको स्थापना 2081 चैत 15 गते। नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको मुख्य प्रशिक्षक राष्ट्रिय पुरुष टोलीमा कसलाई नियुक्त गर्यो? स्टुअर्ट ल अस्ट्रेलियाका। विक्रम सम्वत 2081 चैत 15 गते नेपाल क्रिकेट संघ क्यानले अस्ट्रेलियाका स्टुअर्ट ललाई नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्ति गरेको थियो। पहाचरे पर्व कहिले मनाइन्छ? पहाचरे पर्व कहिले मनाइन्छ? घोडे जात्राको अघिल्लो 3 दिनसम्म। पहाचरे पर्व कहिले मनाइन्छ? घोडे जात्राको अघिल्लो दिनदेखि 3 दिनसम्म। 16 नम्बर प्रश्न यस प्रकार रहेको छ। वरिष्ठ आख्यानकार प्रसु प्रधानको स्मृतिमा स्थापित प्रसु कल्पना श्रेष्ठ सम्मान 2081 कसलाई प्रदान गरियो? आख्यानकार द्वय ध्रुव सापकोटा र गणेश रसिक। 8औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निकमा उत्कृष्ट गौतम बुद्ध अवार्ड जित्न सफल चलचित्र कुन हो? साम्बाला। माथि थोरै काटिएको रहेछ, यसमा चाहिँ मैले फेरि भन्न चाहे। 8औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा उत्कृष्ट गौतम बुद्ध अवार्ड जित्न सफल चलचित्र कुन हो? साम्बाला। अरु चाहिँ यहाँ तपाईले हेर्न सक्नुहुन्छ। वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भएको हो? विक्रम सम्वत 2081 चैत्र 17 गते। वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भएको हो? विक्रम सम्वत 2081 चैत्र 17 गते। पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाका छोरा उनी कोइराला परिवारका एकमात्र कम्युनिस्ट नेताका रूपमा परिचित रहेका। वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भयो? 2081 चैत्र 17 गते। प्रश्न नम्बर 19 यस प्रकार रहेको छ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्पन्न हुने भएको छ। कहिले हुने भएको छ? नेपाल इन्टरनेसनल रनिङ कन्फरेन्स आयोजना कहिले हुने भएको छ? विक्रम सम्वत 2082 जेठ 23 गते। प्रश्न नम्बर 20 यस प्रकार रहेको छ। प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? नेपाल पुलिस क्लबले। उपविजेता चाहिँ त्रिभुवन आर्मी क्लब भयो र नेपाल पुलिस क्लबले ट्रफी सहित 10 लाख प्राप्त गरेको। र सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको भए ललित राजवंशी। सर्वश्रेष्ठ बलर ललित राजवंशी नै भयो भने सर्वश्रेष्ठ ब्याट्सम्यान अर्जुन कुमार र उदयमान खेलाडी तीर्थराज दास। नेपाल त्रिभुवन आर्मीका खेलाडी तीर्थराज दास चाहिँ उदयमान खेलाडी भए। र सो प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता 2081 को उपाधि चाहिँ नेपाल पुलिस क्लबले जित्न सफल भएको थियो र उसले ट्रफी सहित 10 लाख रुपैयाँ प्राप्त गरेको थियो भने त्रिभुवन आर्मी क्लब उपविजेता भएको थियो।